साथीहरू, आज मैले बनाएको छु करेला र टमाटरको एकदमै स्वादिष्ट अचार। यो बनाउनु एकदमै सजिलो छ। आउनु सुरु गरौँ है। यहाँ कराईमा तेल तताएर मैले 3-4वटा खुर्सानी फुराएर निकालेँ। अब यही कराईमा करेला हालिदिएँ र ग्यासलाई सानो पारेर यसलाई चलाएर छोपिदिएँ। यसलाई फेरि निकालेर एकचोटि पल्टाइदिएँ र ग्यास सानो पारेर यसलाई छोप्दै चलाउँदै हो। करेला आधी फ्राई भइसक्यो। अब यसमा टमाटर राखिदिएँ र थोरै लसुन पनि राखिदिएँ छेउछेउमा र फेरि छोपिदिएँ, चलाएर छोपिदिएँ। करेला फ्राई भइसक्यो, टमाटर पनि मजाले भइसक्यो। अब सबैलाई हातले यसरी मुसिदिएँ। सबै थोकलाई हातले यसरी मजाले मिक्स गर्नुपर्छ। सबै थोक मिक्स भइसक्यो। अब यसमा हाले काटेको प्याज, थोरै धनियाँ पत्ता, स्वाद अनुसार नुन र आधी कागती निचोड दिएँ। सब थोकलाई हातले मिक्स गरिदिएँ। लु रेडी भइसक्यो हाम्रो एकदमै स्वादिष्ट करेलाको चोखा। एकचोटि अवश्य खा।